हेलो एभ्रिवान, दिस इज करण ब्लग्स। आज चाहिँ हामी कोटेश्वर जाँदैछौँ। हाम्रो त्यहाँ चाहिँ कोटेश्वर जाँदैछौँ। कोटेश्वरमा चाहिँ हाम्रो डकुमेन्ट लिनु थियो। हामीले त्यहाँ चाहिँ आइटी कोर्स गरेको थियौँ अनि त्यहाँबाट चाहिँ त्यो एउटा डकुमेन्ट लिनु थियो। इन्टर्नसिप गरेको वाला चाहिँ डकुमेन्ट लिनु थियो, सर्टिफिकेट त्यो दिन जाँदैछौँ। र अहिले चाहिँ हामी कीर्तिपुर गेटभन्दा अगाडि पुगिरहेछौँ होइन। हाम्रो भिडियोमा चाहिँ मलाई लास्टसम्म हेर्नु होला। यहाँको भ्यूहरू सबैहरू तपाईँहरूलाई देखाउने नै छौँ। हेर्नुहोस्, इन्जोय गर्नुहोस्। हेर्नुहोस् त कस्तो राम्रो छ है वातावरण, क्या दामी छ मौसम। यो चाहिँ बल्कुको जाममा चाहिँ पऱ्यो होइन। बल्कुको जामबाट चाहिँ अगाडि बढिरहेछौँ। अहिले चाहिँ म फर्स्टमा चाहिँ हाम्रो साथी अर्जुन ढुङ्गेलकोमा गइरहेछु है। अर्जुन एयर अफिसियल उसकोमा गइरहेछौँ। ऊ र म जाने हो ल्याउन। अहिले चाहिँ म साथीको रुममा गइरहेछु। त्यहाँबाट चाहिँ उसलाई लगेर अनि ऊ र म जाने हो त्यहाँ। र उस अगाडि भिडियोमा हाम्रो अर्जुनजीले विस्तृत रूपमा भनिदिनुहुन्छ हामी कहाँ जाँदैछौँ, के गर्दैछौँ है। अगाडिसम्म हेर्नु होला। र अर्जुनको रुम जाने बाटोमा पुगिरहेछौँ। र यो भित्र गल्लीबाट चाहिँ जानुपर्ने हुन्छ अर्जुनको रुममा जाने बेला। फाइनल्ली अर्जुनको रुममा चाहिँ पुग्यो। एकचोटि यहाँ चाहिँ बस्छु र बसिसकेपछि चाहिँ उसलाई लगेर जान्छौँ। अब अर्जुनको रुममा जाँदैछौँ। ओ अर्जुन, रुम खोला न मलाई। रुम खोला नै खोलिन आएन। ए यहाँ माथि रहेछ। ल अर्जुन, इन्ट्रोड्युस गरिहाल त। अनि राखेर अनि आज चाहिँ हामी अर्जुनको रुममा छौँ। यो अर्जुनको रुम हो। यो अन्धकार छ मलाई। राम्रो छ रुम एकदमै। दारूको सुविधा एकदम ब्ल्याक वाक भन्नेवाला छ नि त्यो वाला। अर्को मुस्ताङ पनि थियो मसँग। रुम खतरा छ राजाको एकदम। यहाँ चाहिँ हाम्रो साँझतिर जब गर्छन् हाम्रो सुबिसुको एकदम हुनार इम्प्लोय भनेपछि हाम्रो अर्जुन नै हुन्। खतरा छ ओभरअल। यो बेड भयो होइन। आज चाहिँ हाम्रो मिनी भ्लग आउनेछ गाइज, हाम्रो यो करण भ्लग्समा। त्यसमा गएर हेरिदिनु होला सबैले। आज चाहिँ हामी खासमा कहाँ जानुला हो? अहिले चाहिँ हामी अब कोटेश्वर गएर हाम्रो ट्रेनिङ गरेको सर्टिफिकेट लिने। कुन सर्टिफिकेट? हाम्रो इन्टर्नको। त्यो हामीले के गरेको थियौँ त्यो पनि भनिदेऊ न। त्यो मान्छेहरू पनि त्यहाँ जान सक्छन् नि पछिहरू। हामी सिपाला इन्फोटेकबाट चाहिँ लाइक अलमोस्ट 6 मन्थको कोर्स गरे हो होइन। एन्ड द टाइटल अफ आवर कोर्स इज पाइथन विथ ज्याङ्गो ब्याक एन्ड होइन, एलोङ विथ फ्रन्ट एन्ड पनि होइन हो, फुल स्ट्याक भनौँ न। हजुर। सो
We had completed overall course on 3 months and we took internship of 3 months. So 3 month को internship को certificate हामी लिन जाँदैछौँ as it is compulsory in 8th semester. है केही गरेको देखाउनु पर्यो अरे and so we have done like almost overall 8 to 9 projects and हाम्रो फाइनल सबमिसन प्रोजेक्टमा पनि हामीले सबमिट गरेको थियौँ र इभेन्चुअली हामीलाई 8 मा पनि के गरेको एक्टिभिटिजहरू सबै देखाउनु पर्यो. सो अब हामी ढिला नगरिकन हामी अब कोटेश्वरतिर मोड लिन्छौँ. म पनि अब सुज लगाउँछु. सुज लगाएर आएछ हिरो भएर आएछ केटो. म त एज इट इज यतिकै चप्लीमै जाउँ भनेर सोचेको थिएँ. अब उसले जुत्ता लगाएपछि म पनि जुत्ता. सो इट्स मी अल द वे फ्रम पुर्खौलीगढ ल्याम है. एयर अर्जुन अफिसियल अन द माइक. लेट्स गो गाइज, लेट्स डु द शिट म्यान. अब केटा रेडी हुँदैछ क्या. ल हिँड अब. लेसन प्लान गरेको उयो गर्यो. यहाँबाट अरू बाटो कुनै बाटो? ल हामी चाहिँ अब कोटेश्वर लाग्यौँ. तीनवटा मात्रै गऱ्यो मैले. ल हामी अब कोटेश्वर लाग्यौँ. लेट्स स्टार्ट. त्यही भएर बनाएको क्या मैले यस्तो. फाइनल्ली हामी त्यहाँ पुगिसक्यौँ र हाम्रो उहाँ सरसँग पनि भेट भयो र उहाँसँग त्यो डकुमेन्ट पनि लग्यौँ.